हेलो गाइस वेलकम टु न्यू ब्लग। सो आज चाहिँ शुभमको घरबाट चाहिँ है स्टार्ट भएको छ। हजुरहरू पनि सन्चै हुन्छ होला, म पनि सन्चै आइरहनु छु हजुर। अनि आज चाहिँ के आज खासै केही पनि छैन। सो हिजो चाहिँ नागपञ्चमी थियो, रमाइलो भयो है। अब चाहिँ हिजो भजन पनि गाइयो, सो रमाइलो थियो। आज चाहिँ अब यहीँ बस्ने। सो अहिले चाहिँ यहाँ म चाहिँ मम्मीको घरबाट स्टार्ट गरेको छु होइन, हेर्न सकिन्छ। म चाहिँ अहिले यता यत्तिकै। सो भाइ आइसकेको छ, भाइ चाहिँ केनाइटी पढ्छ। सो होइन त्यो हेर्न सकिन्छ त्यहीँ। ओए रामी, सो त्यो भाइ त्यो चाहिँ मारुको भाइ हो, त्यो चाहिँ केनाइटी पढ्छ है। अनि चाहिँ म पनि पढ्थेँ, अनि म फेरि अनि मेरो चाहिँ मलाई अलिक गाह्रो भन्नाले पनि गाह्रो सब्जेक्ट लाएर चाहिँ मैले छोडिदिएको। र भाइ चाहिँ पढेछ, भाइको बेसै थियो नि त 9-10मा पनि त्यसले बेस अनुसार पढेको, अनि त्यहाँ केनाइटीमा त्यसलाई अलि सजिलो पर्छ, त्यही कारणले। सो केही भएन। सो अब म यता रामपुर आयो अहिले चाहिँ, अहिले चाहिँ सो म त यतै बसिरहेको छु। तर जे होस् अझ मौसम शीतल भइरहेछ, तर दिउँसोमा चाहिँ घामै हुन्छ। जे भने पनि दिउँसोमा घामै छ। यो मौसममा चाहिँ एकदम दामी दामी छ। अहिले चाहिँ नि उता चाहिँ दिदीले त भाडा मार्न लाग्छ यहाँ चाहिँ। म चाहिँ अब ब्लग बनाउनु जस्तो गरेको। सो यता चाहिँ दिदीले भाडा मार्दै हुन्छ। के छ नि दिदी? अझै ल अहिले चाहिँ भाडा मार्न लाग्नु। ए भाडा मार्न होइन त कपडा धुन आइज। सो यहाँ चाहिँ मै झुक्के छु होइन, मैले चाहिँ भाडा भन्थेँ तर चाहिँ कपडा धुन लागेको रहेछ, मैले त थाहै नपाएको। अनि अहिले चाहिँ म बेला बेला झुक्किन्छ। अब के भएन, मिनी ब्लगर होइन कि हो र। त्यो चाहिँ केटीहरूले भन्छ नि त मिनी ब्लगर भन्थे। त्यो मिनी ब्लग बनाउँथेँ, मैले क्रिकेट खेल्थेँ नि त, अनि त्यही कारणले मिनी ब्लग बनाउँथेँ, त्यही कारणले है। सो त्यही कारणले अनि चाहिँ केटाकेटीले नि म चिन्छन् क्या, अनि त्यही भएर मिनी ब्लगर भन्दै भन्थ्यो क्या, अझै पनि भन्छन्। अब भर्खर त्यहाँ 2जना गयो। सो अहिले भर्खर भन्दै गर्ने गहन के। ओ अनि हेर्न सक्नुहुन्छ। सो अहिले चाहिँ एकदम 2 तल्ले हालेर के मेरो रुमको केही डेकोरेसनै भएको छैन। सो अझै पछि लाइटहरू हाल्न छ, राम्रो गराउन छ रुमलाई चाहिँ। सो म सक्सेस भयो नि, सो गेमिङ पनि सुरु गर्छु होइन, किनकि मलाई सबसे मनपर्ने भनेको चिज मलाई चाहिँ क्रिकेट थियो। तर क्रिकेट पनि मलाई सबसे खेल्न मन पर्ने भनेको चाहिँ आउट गेममा भनेको बाहिरहरू हिँडेर खेल्ने चिज चाहिँ मलाई चाहिँ एकदम क्रिकेट हो। एकदम मनपर्ने भनेको क्रिकेट हो, त्यसपछि फुटबल हो, अनि जस्तै मोबाइलहरूमा हुन्छ नि, मलाई सबसे मनपर्ने भनेको चाहिँ मलाई फ्री फायर हो क्या। एकदम मनपर्छ। म अहिले खेल्न पाएन होइन। सो अहिले गाली गर्छ दाइले, त्यही कारणले नि खेलेको छैन म अब। अनि म पछि कहिले खेल्छु भन्दाखेरि म जहिले सक्सेस मतलब आफ्नै दममा म केही गर्न सक्छु भनेपछि म आफै सेटअपहरू किनेर म आफै खेल्छु। अनि हजुरहरू पनि म लाइभहरू त्यसमा पनि लाइभ बस्छु, किनकि त्यसको लागि पनि गेमिङ च्यानल बनाउँछु। तर हजुरले माया गर्छ देखाउनु पऱ्यो क्या, छिट्टोभन्दा छिट्टो। तपाईँलाई मैले ब्लगमा पनि भनेको थिएँ होला। सो भाइको हेर्नु भयो कि नै थाहा भएन होइन, त्यो भाइवाला ब्लग चाहिँ हेर्नु भयो कि नै थाहा छैन होइन। तर तपाईँले गएर सबले हेर्नु त भाइको ब्लगमा चाहिँ मैले के भनेको छु भन्ने सब थाहा हुन्छ। सो भाइले चाहिँ 3 मन्थको टाइम दिएछ, 3 महिनामा चाहिँ 10K भनेछ। 10K त गाह्रो छ, ठिक छ, तर 1K भए पनि मैले भाइलाई चाहिँ एउटा फुटबल दिन्छु भनेको छु। सो हेरौँ अब 3 मन्थमा भित्र हुन्छ कि नै। मैले होस् भन्ने छु, जे होस् भाइले एउटा बल दिन्छु, म आफैले दिन्छु, त्यही भन्छु। हेर्न सक्छ अहिले चाहिँ भाइ चाहिँ अब कता छ थाहा, अहिले चाहिँ यहाँ भाइ छ, भाइलाई हेरौँ है भाइ कता छ। सो स्कुलबाट त आउने टाइम भयो। यहाँ बसेको छ एउटा चाहिँ, यो चाहिँ मेरो मम्मीको छोरा। यो मान्छे यति हरामी, यो हेर्नु। ओए हरामी, आउन पाएको छैन, आउन पाएन। मोबाइल चाहियो यसलाई, ठिक छ, तर पढ्नमा एकदम ट्यालेन्ट छ नि त, त्यो कारण पनि त्यति गाली खाँदैन। अनि त्यही भएर नि हो।
त्यही भएर बचेछ कुन दिन अब झुकेर मार्क्स कमायो भने गाली खाइहाल्छ फेरि मोबाइल बन्द भइहाल्छ त्यस्तै हो अब पढ्ने मान्छेको फाइदा त्यही त हो मोबाइल पाइहालिन्छ टेन्सन के छ र यता चाहिँ अहिले चाहिँ हाम्रो अहिले चाहिँ यता कुखुरा चलाउँदै त्यसलाई जाम ओ कुखुरालाई छोप्न कुखुरा छोप कुखुरा छोप यहाँ चाहिँ कुखुरा चलाउने एउटा होइन 3 जना छन् मम्मी बाबा निशा सबै दिदी चल्लाहरू यहाँ छन् चाहिँ यता ठुलो भएको छ अनि यता चाहिँ एउटा चाहिँ भित्र बसेको छ अझै सो मोटोवाला अहिले यता गफ यहाँ चलिरहेछ ल ल खेतर दाना त त्यहाँ के अरे कुलजराले तेरो चिना सो गाइस अहिले चाहिँ म है चप्पल किन्न जान्छु चप्पल पनि छैन चप्पल नि च्यातिसक्यो भनौँ न च्यातिसक्यो लगभग त्यही भएर सो आज चाहिँ म चप्पल किन्न जान्छु हेर्न सक्नुहुन्छ यस्तो भइसकेको छ त्यही चाहिँ मैले आज चप्पल किन्न जाँदैछु अब चाहिँ मम्मीले पैसा माग्छु सो जान्छु म मम्मी दिन द हाय हाय 500 रुपैयाँ अनि खाने 500 बजार चाबी चाहिँ यहाँ छ अहिले चाहिँ है चाबी नै यता भित्र कता छ यहाँ छ चाबी पाएछ चाहिँ अब तल गएर भेट्छु ल गाइज अहिले चाहिँ बजार पुगेर चाहिँ हामी बजार चप्पल खोज्दै आएका छौँ सो चप्पल हेरौँ यहाँ चाहिँ चाहिन्छ कि नै कति हो नि 350 अहिले चाहिँ मैले चप्पलहरू किनिसकेँ होइन अनि चप्पलहरू किनेर चाहिँ म अब दिदीले चाहिँ गएर दिदीले खुर्सानी टिप्न जानु छ खुर्सानी किन्न जानु छ सो त्यही भएर म यो चाहिँ आमी बजार हो गाइजहरू हेर्न सक्नुहुन्छ यो चाहिँ आमी बजार हेर्नु यसो छ आमी बजार चाहिँ अब चाहिँ हामी चाहिँ घर जानु बाटोमा चाहिँ दिदीले भिडियो नबनाउनु भनेपछि मै बनाउनु पाउँदैन बाइक चलाउनु पर्छ अरू गरेर भेट्छ अहिले चाहिँ हामीले खानु लाग्यो हामी बजारबाट चाहिँ आएर अनि दिदीले जेरी ल्याएको हाम्रै रहेछ सो गुलियो छ
म त गुलियो खान सक्दिनँ। मैले पनि सक्दिनँ। सधैँ पकाएर खाइन्छ अहिले जेरी खाम भनेर जेरी खाइदिएको। कस्तो दाँतेमा लाग्छ नि बुझ्दाखेरि। So अब बुझ्दो रहेछ धेरै एकदम गुलियो हो खान त सक्दिनँ। चाम्रो रहेछ है त। गाउँमा जुगाड अब चाहिँ म चाहिँ हजुरहरूले फेरि घर गएर भेट्छु ल। गाइज हामी चाहिँ बजारबाट आउँदा चाहिँ रात परिसकेको थियो अनि त्यही कारणले अहिले भर्खर खाना भएर अनि बसेको अनि सो त्यही चाहिँ आजलाई त यति अनि चाहिँ भोलि भेटौँला। सो बाई गाइज।